कहाँसम्म हो भने रमाइलो गर्दैछन् भाइहरूले। धेरै रमाइलो लाग्यो दाइको च्यानललाई सब्स्क्राइब गरिदिनु होला ल। बिहानको 4:45 बजेको छ। मर्निङ वाकमा म तपाईँहरूलाई बुटोलको बेलबासबाट नुवाकोट जाने बाटोतर्फ लिएर जाँदैछु। एउटा भ्यू पोइन्ट छ, त्यो भ्यू पोइन्टमा पुगौँ है त। आज त्यहाँको माहौल कस्तो हुन्छ म तपाईँहरूलाई एकछिनमा देखाउँछु है। यो झलुङ्गे पुल क्षेत्रमा यस्तो लाइटको व्यवस्था गरेको रहेछ, रमाइलो देखिएको। यो बेलबासको शान्ति चोक आइपुगेको छ। यहाँबाट राइट हो जस्तो लाग्छ, यहाँबाट राइट छिरौँ है। यताबाट हो कि होइन कि नुवाकोट जाने बाटो लेखेछ ल, यही छ ल। नदेल पोखरी भन्ने ठाउँमा आइपुग्यो। मान्छेहरू त घुमेर फर्किसकेछन्। यहाँनिरबाट अब पैदल यात्रा सुरु हुन्छ है। चराचुरुङ्गीको आवाज पनि सुन्न सकिन्छ। माथि बादल मडारिएको छ, कति बेला पानी पर्ने जस्तो। कहाँनिर कराइरह देख्न पाए नि हुने नि। निकै माथि पो रहेछ कि साथी हो। अझै आइन त 15 मिनट त भइसक्यो त तलबाट हिँडेको। अलिअलि देखिन थाल्यो। अरू यो चाहिँ माथि पुगेर देखाउँछु साथी हो। बाटोको 7 किलोमिटर रहेछ। साँच्चै मेटाइदिएछन् साथीहरूले। हामी पुग्ने त्यो झन्डा राखेको ठाउँमा है। नाम चाहिँ लभ घुम्टी रहेछ है। ओ सर, कहाँसम्म हो भने आराम हुन्छ? ठिक छ सर। ल 3 जनाको साथी भेट्नु भयो है। ल हामी पनि त घुरौँ न। यो बाटो चाहिँ नुवाकोट जान्छ, पाल्पाको नुवाकोट गढी। यहाँ चाहिँ बुटोल भ्यू पोइन्टमा प्रवेश गर्दैछौँ हामी। यो भाइसँग कुराकानी गर्नु पर्यो। यहाँ एउटा भाइ रहेछन्। कहाँबाट हो? बुटोलबाट बुद्धनगरबाट। बुद्धनगरबाट सधैँ हो? सधैँ हो। रमाइलो छैन बिहानीको बुटोल है, तर मौसम अलिक क्लियर छैन। बवाल देखिन्छ बुटोल चाहिँ यहाँबाट। फोहोर चाहिँ अस्तव्यस्त फालिएको चाहिँ देखियो है। यो चाहिँ बियरको बोतलहरू यसरी लथालिङ्ग फालेको छ। नगरपालिकाको ध्यान जानु पऱ्यो है। यो चाहिँ यहाँ फाल्ने यो चाहिँ राम्रो भएन है। हाम्रो बुटोलमै पर्छ नि यो त होइन। अनि माथि पो हो त पाल्पा त। कहाँबाट पाल्पा सुरु हुन्छ भाइ? पाल्पा माथिबाट हुँदै त्यहाँदेखि 2-3 किलोमिटर सफाइ त छ, तर सरसफाइ कर्मीलाई पनि त गाह्रो भयो नि। ल दाइ धेरै रमाइलो लाग्यो दाइको च्यानललाई सब्स्क्राइब गरिदिनु होला ल। ल यो साइड चाहिँ बेलबासतिरको साइड है। बुटोलबाट पश्चिम जाने एरिया हो यो। रमाइलो गर्दैछन् भाइहरूले। आजको ब्लग यति नै। साथीहरू यो भिडियो मन पर्यो भने लाइक, सब्सक्राइब र सेयर गरिदिनु होला है त। धन्यवाद।